नमस्ते। आज हामी शिक्षा मन्त्रालयले भर्खरै जारी गरेको एउटा अत्यन्तै महत्त्वपूर्ण र साँच्चीकै क्रान्तिकारी दस्तावेजको गहिरो विश्लेषण गर्दैछौँ। यो हो नेपालको कक्षा 4 र 5 का विद्यार्थीहरूको मूल्याङ्कन मार्गदर्शन 2083। यसले हाम्रा साना बालबालिकाहरूलाई विद्यालयमा कसरी सिकाइन्छ र उनीहरूको प्रगति कसरी नापिन्छ भन्ने परम्परागत सोचलाई नै जरेदेखि बदल्ने लक्ष्य राखेको छ। साँच्चै भन्नुपर्दा यो एउटा ठूलै छलाङ हो। यो नयाँ नीतिलाई बुझ्नुभन्दा अगाडि हामीले एउटा आधारभूत प्रश्नबाट सुरुवात गर्नै पर्ने हुन्छ। विश्वव्यापी रूपमा र यो सरकारी दस्तावेजभित्र पनि उठाइएको मुख्य समस्या के हो भने साना कलिला विद्यार्थीहरूलाई जब ठूला, डरलाग्दा र उच्च जोखिमपूर्ण औपचारिक परीक्षाहरूमा बसालिन्छ नि, तब उनीहरूको मस्तिष्क र सिकाइमा वास्तवमा कस्तो असर पर्छ होला? ल, अब यसमा प्रवेश गरौँ। नीतिमा स्पष्ट रूपमा उल्लेख गरिएका विश्वव्यापी अध्ययनहरूले देखाएअनुसार प्रारम्भिक उमेरमै लिइने यस्ता परीक्षाहरूले बालबालिकामा गहिरो मनोवैज्ञानिक तनाव सिर्जना गर्छन्। विद्यार्थीहरूले बुझेर सिक्नुको सट्टा पाठ्यपुस्तक घोक्ने र रट्ने बाटो रोज्छन्। उनीहरूको दिमागमा फेल भइन्छ कि भन्ने डर मात्र हावी हुन्छ, जसले वास्तविक सिकाइलाई त पुरै मारिदिन्छ। हो, यही व्यापक शैक्षिक समस्याको आधिकारिक समाधानका रूपमा नेपाल सरकारले यो 2083 को मार्गदर्शन तयार पारेको हो। यो कुनै सानोतिनो नियम परिवर्तन मात्र पक्कै होइन। यसले त हाम्रो शिक्षाको दर्शनलाई नै एउटा नयाँ र सकारात्मक दिशा दिएको छ। आजको यस विश्लेषणमा हामी मुख्य गरी यी 5 विषयवस्तुहरूमा केन्द्रित हुनेछौँ। परीक्षाको तनावबाट मुक्ति, सिकाइका लागि मूल्याङ्कन, मूल्याङ्कनका विविध साधनहरू, उपलब्धि स्तर र सुधार, अनि समावेशी मूल्याङ्कन पद्धति। खण्ड 1, परीक्षाको तनावबाट मुक्ति। यो परिवर्तन कुनै रातारात भएको जादु होइन। 2082 साल चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले कक्षा 5 सम्मका विद्यार्थीहरूलाई मनोवैज्ञानिक असर र दबाव पर्ने खालका औपचारिक परीक्षाहरू सधैँका लागि बन्द गर्ने ऐतिहासिक निर्णय गर्यो। त्यही निर्णयको जगमा शैक्षिक सत्र 2083 देखि कक्षा 4 र 5 मा पनि कक्षा 1 देखि 3 सम्म जस्तै 100% निरन्तर आन्तरिक मूल्याङ्कन लागू गर्ने समयरेखा तय गरिएको छ। यो एकदमै ठूलो कदम हो। खण्ड 2, सिकाइका लागि मूल्याङ्कन। अब यसको सबैभन्दा रोचक पक्ष के छ भने पुरानो र नयाँ प्रणालीबीच एउटा स्पष्ट र ठूलो भिन्नता छ। पहिले हामी सिकाइको मूल्याङ्कन गर्थ्यौँ, जुन एकदमै उच्च जोखिमपूर्ण र निर्णयात्मक हुन्थ्यो। तर अबको जोड सिकाइका लागि मूल्याङ्कन र सिकाइकै रूपमा मूल्याङ्कनमा छ। यो भनेको सिकाइको प्रक्रियामै जोडिएको, कम जोखिम भएको र बालबालिकालाई मनोवैज्ञानिक सुरक्षा दिने निरन्तर प्रक्रिया हो। अलि प्राविधिक भाषामा यसलाई निर्माणात्मक मूल्याङ्कन भनिन्छ। तर सजिलो गरी बुझ्दा यो भनेको विद्यार्थीले कति नम्बर ल्यायो भनेर जोख्ने तराजु पटक्कै होइन, बरु ऊ कहाँ अल्झिरहेको छ र उसलाई कसरी अझै अगाडि बढाउन सकिन्छ भनेर निरन्तर सुधार गर्ने एउटा राम्रो औजार हो। यो दण्ड दिने माध्यम नभई सुधार गर्ने गजबको अवसर हो। खण्ड 3, मूल्याङ्कनका विविध साधनहरू। अब परम्परागत औपचारिक परीक्षा नहुने भएपछि विद्यार्थीको मूल्याङ्कन कसरी गर्ने त? यसका लागि विविध माध्यमहरू प्रयोग हुनेछन्। विद्यार्थीले कक्षामा कसरी सहभागिता जनाउँछ, परियोजना कार्य कसरी गर्छ, उसको व्यवहारमा कस्तो परिवर्तन आएको छ र यहाँसम्म कि उसले आफ्नो र आफ्ना साथीहरूको मूल्याङ्कन कसरी गर्छ भन्ने कुरालाई आधार मानिन्छ। महत्त्वपूर्ण कुरा के छ भने साना विद्यार्थीहरूलाई अब धेरै गृह कार्यको बोझ दिनु हुँदैन भनेर नीतिले प्रष्ट पारिदिएको छ। परम्परागत मार्कसिट वा रिपोर्ट कार्डको सट्टा अब विद्यार्थीको कार्य सञ्चयिका अर्थात् पोर्टफोलियो नै मुख्य अभिलेख हुनेछ। शिक्षकले दैनिक रूपमा सिकाइका प्रमाणहरू सङ्कलन गर्नेछन्, पोर्टफोलियोमा राख्नेछन् र नियमित रूपमा अभिभावकहरूसँग त्यो प्रगति साझा गर्नेछन्। यसले समग्र सिकाइ प्रक्रियालाई नै धेरै पारदर्शी र प्रभावकारी बनाउँछ। खण्ड 4, उपलब्धि स्तर र सुधार। र यसले एकदमै उत्कृष्ट तरिकाले प्रष्ट पार्छ कि नयाँ मूल्याङ्कन स्केल 1 देखि 4 सम्मको हुनेछ। यहाँ ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यदि कुनै विद्यार्थी स्तर 1 वा 2 मा छ भने उसलाई त्यहीँ छाड्न मिल्दैन। उसलाई तुरन्तै सुधारात्मक सिकाइको आवश्यकता पर्छ। यसको प्रक्रिया अत्यन्तै व्यवस्थित छ। कमजोरी पहिचान भएपछि शिक्षकले सुधारात्मक शिक्षण गर्छन् र पुनः मूल्याङ्कन गर्छन्। मुख्य लक्ष्य भनेको प्रत्येक विद्यार्थीलाई स्तर 4 सम्म पुर्याउनु नै हो। यदि बारम्बारको प्रयासपछि पनि सुधार भएन भने उपचारात्मक वा विशेष शिक्षणको व्यवस्था गर्नुपर्ने हुन्छ।
यो भनेको कुनै पनि बालबालिकालाई पछाडि नछोड्ने एउटा बलियो र सुन्दर प्रतिबद्धता हो। खण्ड 5 समावेशी मूल्याङ्कन पद्धति। यो नीति साँच्चीकै पूर्ण रूपमा समावेशी छ। हामी सबैलाई थाहा छ कक्षा कोठामा भएका सबै विद्यार्थीको क्षमता एउटै हुँदैन। त्यसैले दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल वा मौखिक माध्यम, सुनाइ कमजोर भएकाका लागि वैकल्पिक निर्देशन वा सफ्टवेयर र बौद्धिक अपाङ्गता भएकाहरूका लागि पूर्ण रूपमा अनुकूलित साधनहरू प्रयोग गर्नुपर्ने एकदमै स्पष्ट व्यवस्था यहाँ गरिएको छ। त्यसैले यसको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने साधारण साधनले काम गरेन भन्दैमा कुनै पनि बच्चाले रचनात्मक सल्लाह र सुधारको अवसर गुमाउनु हुँदैन। शिक्षकले वैकल्पिक बाटो खोज्नै पर्छ। प्रत्येक बच्चाको मूल्याङ्कन हुने अधिकार सुनिश्चित गरिएको छ। यो साँच्चै नै एउटा उदाहरणीय पक्ष हो। हामीले यो मार्गदर्शनको गहिराईलाई राम्रोसँग केलायौं। अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्नमा विचार गरौँ। कलिलो उमेरमै परीक्षाको डर नभएको, जहाँ गल्ती गर्दा सजाय होइन सुधारको अवसर पाइन्छ, त्यस्तो निरन्तर र तनावरहित वातावरणमा हुर्किएका बालबालिकाहरू भोलि कस्ता नागरिक बन्लान्? यो नीतिले नेपालको शैक्षिक भविष्यलाई कुन उचाइमा पुर्याउला? पक्कै पनि यो एउटा सुखद र विचारणीय पक्ष हो। यस व्याख्यात्मक प्रस्तुतिमा हामीसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।